गर्दै हुनुहुन्छ। त्यसैले गरी उहाँलाई तपाईँ अब साथ दिँदै हुनुहुन्छ धनकुमार राईज्यू, झलमराज राईज्यू। त्यसै गरी हाम्रो सिङ्गोको आजको साकेला सिङको मोल ढोलेमा गोपाल राईज्यू हुनुहुन्छ। त्यसै गरी ढोलेमा हुनुहुन्छ पुष्पक राईज्यू, ढोलेमा हुनुहुन्छ किर्कम राईज्यू, ढोलेमा हुनुहुन्छ अशोक राईज्यू र साकेला नृत्यको सिमिङपा जसले नाचको नेतृत्व गर्नुहुन्छ उहाँ हुनुहुन्छ नगेन राईज्यू। त्यसै गरी सिङ्गोमा हुनुहुन्छ सुस्मिता राईज्यू र अन्य साकेला नाच्ने हाम्रो महानुभावहरूमा हुनुहुन्छ शिवप्रसाद राईज्यू, सिंहराज राईज्यू, नवन राईज्यू, प्रणय राईज्यू, सञ्जय राई, योगेन्द्र राई, दिपेन राई, प्रतिभा राई, पुष्पा राई, कल्पना राई, रमा राई, सत्यकला राई, लक्ष्मी राई, नरसिंह राई, सुनिमा राई, बिन्दु राई हुनुहुन्छ। आजको हाम्रो साकेला सिडीमा हामीले विशेष गरी अलिक धेरै नै सिडीको तयारी गरेपछि समयको पाबन्दीले गर्दा हामी जम्मा 3वटा सिडी यहाँको समक्ष प्रस्तुत गर्दैछौँ। पहिले हामीले अहिले सुरुवातमा सिडी विपत्ति जो चाहिँ मानवको प्रति हुनु अगाडि धमिराले जसरी गुड लगाएको छ त्यसलाई चाहिँ हाम्रो सिडी मार्फत हामी यहाँहरू समक्ष प्रस्तुत गर्दैछौँ, देखाउँदैछौँ नाचको माध्यमबाट। त्यसै गरी अर्को सिडीमा रहेको छ फिल्म सिडी, जुन सिडी चाहिँ हाम्रो नछिने हाम्रो यो सालका सिडीमा हाम्रो मुलुकी परम्पराअनुसार पूजा गर्न जाँदाखेरि बाटो कसरी लाग्ने त्यो सिडी मार्फत हामी यहाँको समक्ष प्रस्तुत गर्नेछौँ। त्यसै गरी अर्को चाहिँ बाटोमा त्यसरी निस्केपछि बाघहरू देख्न सकिन्छ जङ्गलमा र त्यो बाघहरूले चाहिँ कसरी आफूले हामीलाई देख्दाखेरि कस्तो खाले प्रतिक्रिया देखाउँछ त्यो चाहिँ हामी सिडी मार्फत प्रस्तुत गरेर यसलाई देखाउनेछौँ। र अघि नै तपाईँलाई मैले बिन्ती गरेँ हामी प्लाट मिथक मुण्डनी मिथक अनुसार चाहिँ हामी चाहिँ धमिराबाट विकास हुँदै आएको हामी ठान्छौँ र धमिराले कसरी गुण लगाउँछ भनेर हाम्रो सिडी मार्फत हाम्रो कलाकारहरूले यहाँ समक्ष प्रस्तुत गर्दै हुनुहुन्छ। जसलाई सिडी भनेर भनिँदो रहेछ। हाम्रो यो भाषामा हामी धेरै भाषी छौँ, विभिन्न भाषामा फरक तरिकाले भन्न सकिएला, तर यहाँ चाहिँ समकालीन भाषाबाट यो चाहिँ भनिँदैछ। तपाईँहरूले त्यही त्यसैले बुझ्नुलाई म हार्दिक आग्रह गर्दछु। फेरि पनि यहाँको जानकारीको लागि हाम्रो आजको लक्ष्मण सिंहवाद राईज्यूले लक्ष्मीको भूमिका निर्वाह गर्दै हुनुहुन्छ। त्यसरी उहाँलाई जगाएको रूपमा धनकुमार राईज्यू, झलमराज राईज्यूले साथ दिँदै हुनुहुन्छ। मूल ढोलेमा हुनुहुन्छ गोपाल राईज्यू। त्यसै गरी ढोलेहरूमा क्रमशः हुनुहुन्छ पुष्पक राईज्यू, किर्कम राईज्यू, अशोक राईज्यू। सिङ्गोमा हुनुहुन्छ नगेन राईज्यू र सिङ्गोमा हुनुहुन्छ सिमी राईज्यू, सुस्मिता राई, सिमी अर्थात् सुस्मिता राई। अहिले हामीले प्रस्तुत गरिरहेको सिडी चाहिँ सिडी सिक्को जो चाहिँ हाम्रो मुलुकी परम्पराअनुसार हामी धमिराबाट मुलुकी मिथक अनुसार हामी धमिराबाट विकास भएको हाम्रो पुर्खाहरू धमिराबाट विकास भएको र त्यो धमिराले कसरी आफ्नो गुण बढाउँछ भनेर हाम्रो सिडी नाच्ने कलाकारहरूले नाचेर प्रस्तुत गर्दै हुनुहुन्छ।
यो एकदमै इमर्जेन्सी इन्फर्मेसन तपाईँहरूलाई सेयर गर्दैछ हजुर। एकदमै इमर्जेन्सी छ। हाम्रो माथि बाहिर बाटोमा चाहिँ हजुरहरू कसले कार पार्क गर्नुभएको छ त्यो कार पार्क चाहिँ काउन्सिलरले चाहिँ नोटिस गरेर यदि तपाईँहरू तुरुन्त एक्सन गर्नु भएन भने चाहिँ तपाईँको कार चाहिँ समस्यामा हुन्छ हजुर। त्यो काउन्सिलरले नोटिस गरिसकेको रहेछ। तपाईँको कार चाहिँ बाटो ब्लक गरेर राख्नु भएको रहेछ। यति भनेपछि तपाईँहरू सबैलाई बुझिदिनु होला कुन रजिस्ट्रेसन नम्बर भनेर। अब सुन्नुहोस्, रजिस्ट्रेसन नम्बर रहेको छ NK64PPZ। फेरि भन्छु, NK नोभेम्बर किलो फिगर 64 डेङ्गो पापा जुलियट। तुरन्त जति सक्दो चाँडो हटाइदिनुहोस्, होइन भने चाहिँ काउन्सिलले तपाईँहरूको फर्दर एक्सन गर्नेवाला छ अरे हजुर। थ्याङ्क यू। फेरि पनि तपाईँहरूलाई